नमस्कार, म जस कुमार राई तपाईहरु समक्ष एउटा छोटो कविता लिएर उपस्थित भएको छु। कविताको शीर्षक छ नयाँ वर्ष। आज फेरि नयाँ क्यालेन्डर फेरिनेछ, मात्र क्यालेन्डर। बतास, आकाश उही, तिमीले भोगिरहेको महामारीको सन्तास त्यही। सम्हालिन बाँकी घातहरू, निफन्न साँचिएका पुरानै सम्झना, तिर्न राखिएका दुःखहरू, हिउँदमा रोपिएका मौसमी सपनाहरूको निथुक्क भिजेका पसिनाको एउटा पाना न हो पल्टिने। सम्हालिन बाँकी घातहरू, निफन्न साँचिएका पुरानै सम्झना, तिर्न राखिएका दुःखहरू, हिउँदमा रोपिएका मौसमी सपनाहरूको निथुक्क भिजेका पसिनाको एउटा पाना न हो पल्टिने। दुःखहरू ऐजेरू, गाई गोठ ढलेसरी सारा दुःख कहाँ ढल्छ। सम्बन्धहरू बुढो गोरु जस्तो भिर खोज्छ, न जोत्न मिल्छ, न रोक्न मिल्छ, न टोक्न मिल्छ, न ठोक्न मिल्छ। शत्रुको बारीमा फुलेको फूल जस्तो अघि सम्बन्ध न टिप्न मिल्ने, न गोडमेल गर्न मिल्ने। मात्रै क्यालेन्डरको निर्जीव पत्ता न हो फेरिने भित्ताको नयाँ वर्षको। तिमीले सोचे जस्तो, मैले सोचे जस्तो कहाँ होला दुःख आधा, कहिले होला खुसी दोब्बर, कहिले बग्ला र आँसु हर्षको। शुभकामना तिमीलाई नयाँ वर्षको। धन्यवाद।